एउटा छोरीको घटना मलाई जहिले पनि याद आउँछ। अमेरिकाबाट अफ्रिकामा मिसनरी भएर गइन्। अफ्रिकामा जसै मिसनरी भएर गए त्यहाँ चाहिँ आतंकवादीहरूले देश ओगटेर बसिराखेको थियो अनि त्यहाँ लडाई गृह युद्ध भइराखेको थियो सरकार अनि आतंकवादीहरूको बीचमा। अनि त्यो युद्धको हुलमुलमा त्यो छोरी अनि उसँगै अरू मान्छेहरूलाई पनि कब्जा बन्दी बनाइयो अनि आतंकवादीहरूले लिएर गए। 45 दिनसम्म त्यो छोरीलाई उनीहरूले लगेर उनीहरूले रेप गर्यो। 45 दिनसम्म लगेर उसलाई नि बलात्कार गर्दै राख्यो। त्यसपछि सरकारका कुराहरू आएर त्यसपछि त्यो छोरीलाई त्यहाँबाट निकाल्यो, छुटकारा पायो अनि त्यो छोरी फर्केर गयो। त्यो छोरीले परमेश्वरलाई प्रश्न गरे, प्रभु म त तपाईको लागि जिउँछु भनेर गएको थिएँ, म तपाईको लागि जिउँछु भनेर गएको थिएँ, तपाईको लागि मर्छु भनेर गएको, म तपाईकै सेवा गर्छु भनेर गएको, म किन म रेप हुनु पर्यो आज? एक दिन होइन, 2 दिन होइन, यत्रो दिन म रेप हुँदै गर्दा के तपाईँले देख्नु भएको थिएन? यत्रो दिन म बलात्कार हुँदै गर्दा के तपाईँको नजरहरू म माथि परेको थिएन? तपाईँ किन चुप लाग्नु भयो? तपाईँले उत्तर दिनु परेन मलाई? तपाईँले किन केही पनि बोल्नु भएन? तपाईँ किन चुपचाप बस्नु भयो? रिस पोखाइन् त्यो छोरीले, रिस पोखाइन् कति दिनसम्म। तर एक दिन प्रभु येशू ख्रीष्ट मधुर आवाजमा बोल्नु भयो, छोरी तेरो जीवनमा भएको घटनाहरू सबै मेरो अगाडि थियो, सबै मैले देखेँ, सबै मैले थाहा गरेँ। तर त्यो घटनाको पछि को कारण मैले तँलाई अनन्तसम्म पनि बताइनँ भने के त मलाई माया नै गरिबस्छस्? Will you love me? के त मलाई प्रेम गर्छस्? त्यो छोरी घोप्टो पर्यो, रुन थाल्यो अनि भने, प्रभु मलाई उत्तर चाहिँदैन। यसको उत्तर अब मलाई नदिनुहोस्, तपाईँलाई माया गरि नै रहनेछ।